हेलो साथीहरु, म चाहिँ आज भिडियो बनाइरहेको छु। सधैँ म सर्ट भिडियो बनाउँथेँ है, कमेडी भिडियो बनाउँथेँ, फनी भिडियो। आज चाहिँ एउटा सानो कन्टेन्ट नै बनाउँदैछु है, सानो सर्ट भिडियो बनाउँदैछु। आज अब म सोचेको थिएँ तपाईहरुको सामने एउटा राम्रो भिडियो कन्टेन्ट फनी भिडियो लिएर आउँ भनेर हैन, धेरै टाइम भएको थियो भिडियो नबनाएको। तर अब आज चाहिँ मैले अब यस्तै भिडियो बनाउनुको कारण चाहिँ किन भन्दा चाहिँ मेरो ग्रान्ड मदरको चाहिँ आज चाहिँ 1 इयर भयो है, उहाँ चाहिँ बित्नु भएको। र आज चाहिँ अब हाम्रो सानो प्रेयर हुन्छ घरमा हैन, त्यही कारण एउटा सानो फ्यामिलीको पनि एउटा रिमेम्बर हुन्छ है। यसमा मेरो आमैको पनि धेरैवटा भिडियो बनाएको थिएँ। यसमा तपाईहरुले यति बेसी सपोर्ट गर्नुभयो, माया गर्नुभयो है। र अब फेरि नयाँ कन्टेन्ट यहाँ आइरहेको छ, तपाईहरुले हेर्नुहोस् होला। र म आमैको सानो एउटा क्लिप पनि म यहाँ हाल्दैछु। तपाईले यता हाम्रो आमै जयमसी आमै कस्तो हुनुहुन्छ? एकदम फाइन। तपाई मेरो यो जति पनि मेरो भ्युअर्सहरु हुन्छ नि, मेरो सब्स्क्राइबरहरु, मलाई जतिले सपोर्ट गर्नुहुँदैछ नि, तपाई के भन्न चाहनुहुन्छ सबैलाई, भिडियो हेर्नेहरुलाई भन्नुस् न हो। एकदम के चाहिँ एकदम राइट, एकदम राइट। के भन्नु चाहनुहुन्छ? मेरो नातिलाई माया गरोस् भन न, सबैले माया गरोस्, भिडियो हेर्नुहोस्, तपाईहरु रमाइलिनुहोस् गरोस्। अनि मेरो नातिले यो भोइस पठाएकोमा एकदम सबैले सपोर्ट गरोस्। यता मेरो फुपा लिसल ब्रदर काका हुनुहुन्छ, सम्झना। यता मेरो भानी रुबेन जयमसी भन्यो, हेलो भन्यो। यता दिदी, यता पनि दिदी नै हो। यता फुपू जानु भएन। जब हाम्रो जीवनमा कतिचोटि यस्तो हुन्छ, कुनै पनि कुरोको परिवर्तन आउँछ नि, परिवर्तन आउने बेलामा चाहिँ हामीलाई पिरलो हुन्छ, पीर पर्छ, कष्ट आउँछ। तपाईलाई थाहा छ यो जब रुखहरू काट्छ नि, रुख काट्दाखेरि पनि रुख पनि चिच्याइरहेको हुन्छ अरे। यदि त्यहाँनिर एउटा मेसिन, एउटा डिभाइस लगायौं भनेदेखि रुखले पनि चिच्याइरहेको हुन्छ अरे, कराइरहेको हुन्छ अरे। भन्दाखेरि परमेश्वरको वचनमा जब हामी हेर्छौँ भने रायोको दाना एउटा जमिनभित्र नपसिकन चाहिँ ऊ सक्लै बस्न खोज्यो भनेदेखि उसले जीवनमा उसको महत्त्वलाई, उसको अस्तित्वलाई उसले उयो गर्न सक्दैन। जब ऊ जमिनभित्र पस्दछ अनि ऊ निसासिन पर्छ, उसले घाम देख्न पाउँदैन, तातो जमिनको तातोलाई उसले फेस गर्न पर्छ, अनि उसको बाहिरी कुराहरू मर्न थाल्छ। अनि मात्र त्यो भित्र भएको गुबो पलाउन थाल्छ। अनि त्यो एउटा रायोको दानाले धेरै रायोको दानाहरू त्यहाँनिर फल दिन थाल्छ। हालेलुया। अनि जब त्यस्तो हुन्छ अनि रायोको अथवा तोरीको अथवा गहुँको दानाको महत्त्व हामी बुझ्छौँ। अनि त्यो गहुँको दाना फेरि सर्दै 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 गहुँ नै भएर बस्दछ। अनि आमा एउटा स्टिल फौमा राम्रो हुनुभएको कारणले गर्दा मलाई थाहा छ उहाँ 3 बजेदेखि प्रार्थना गर्नुहुन्थ्यो। अनि यति मात्रै नभएर एक जनाको, हामी जहाँ जतिजना छौँ नि, हामी सबैको एक जनाको नाउँ काटेर प्रार्थना गर्नुहुन्थ्यो। सायद हामीले फ्यामिली प्रेमा हामी एक जनाको नाउँ काट्न सक्दैनौँ होला, काटेको पनि छैनौँ होला, तर पनि फल्नाको परिवारलाई भन्थ्यौँ होला है। सुमी भने सुमीको नानीहरूलाई भन्दै सक्थ्यो, बचाउनु, सुरक्षा दिनुहोस् भन्थ्यौँ होला। तर उहाँले एक जनाको नाउँ काटेर बिहानदेखि एउटा नुहाले चाहिँ आफ्नो परिवारसँग, परिवारको पापको लागि पश्चाताप गर्नुहुन्थ्यो। उहाँ एउटा स्थिर, एउटा असल आमा हुनुभएको कारणले गर्दा, विश्वासमा दरिलो आमा हुनुभएको कारणले गर्दा आज हामी तपाईहरुसँग है यसरी बसेर उहाँको लागि परमप्रभु परमेश्वरलाई धन्यवाद भन्छौं।
धन्यवाद प्रभु। तपाईँले हाम्रो आमालाई है, आमाले त्यो विश्वासको दौडलाई दौडिनु भएको कारणले गर्दा परमेश्वरसँग भएर सबै प्रकारको सङ्घर्षलाई परमेश्वरसँग भएर जित्नु भएको कारणले गर्दा आज हामी यसरी यो कोठाभित्र छौँ। उहाँको बर्दुलत भन्छ नि है, उहाँको कारणले गर्दाखेरि आज हामी यसरी प्रभुमा छौँ। दाजुभाइ दिदीबहिनी 6 जनालाई नै तपाईँले सम्हालिराख्नु भयो अनि हाम्रा नानीहरूलाई पनि तपाईँले सम्हाल्नु भयो। यिनीहरूको जीवनमा पनि मुक्तिको काम गर्नुभयो। हजुरलाई धन्यवाद छ, आजसम्म सम्हालिराख्नु भएको छ। अब तपाईँको आगमन नजिक छ प्रभु। हामी कसरी अब तपाईँको आगमनको लागि हामी एक एकजना तयारी हुनु छ। तपाईँको आगमन नजिकै आइरहेको छ, तपाईँ आइरहनु भएको छ। अब हामी दिनदिनै तयारी हुनु परेको छ प्रभु। यो दुष्ट संसारमा यति डरलाग्दो पाप र अधर्ममा बढिरहेको छ। हामी कसरी अलग बस्नु, कसरी तपाईँको इच्छालाई बुझ्नु, तपाईँको इच्छालाई पालन गर्दै हामी तपाईँको डर र भयमा रहनु छ प्रभु। हामीलाई तपाईँको आत्माद्वारा सहायता गर्नु भएन भने हामी तपाईँको नाउँ लिइरहेको छ प्रभु। संसारमा रहन्जेल हामीले कति धेरै दुःखहरू गर्नुभयो, धेरै कष्टहरू गर्नुभयो, हाम्रो निम्ति कति दुःख भोग्नु। हाम्रो सेवा सक्यो है, आजको सेवा सकेर चाहिँ अब चाहिँ हाम्रो यहाँ बेलुकाको डिनर हुँदैछ है। एकदम हाम्रो ठुलो फुपू यता हो, अर्ग्यानिक फुड हुँदैछ। ढेँडो हो, ढेँडो सिस्नु के फुपू त्यो हो, ढेँडो सिस्नु च्याउ यस्तो अर्ग्यानिक चिज चाहिँ अहिलेको जमानामा चाहिँ हेर्नुहोस् है, यस्तो चाहिँ खुवाइन्छ। हेर्नुहोस् है बहिनी निश्चल ब्रदर हो, राइस दिँदैछ, हाम्रो दिदीले यहाँ सर्भ गर्नुहुँदैछ। बहिनी तपाईँले नखानु नि ढेँडो? ढेँडो खाने दिएको छैन, ढेँडो दिएको छैन। त्यो मिक्सी ढेँडो नभने ढेँडो आएन हो। ढेँडोमा चाहिँ ढेँडो दिनुहोस् न छिटोपट्टि। सुम्रे सुस्मिता हेलो, मेरो फुपू यता अब खाना खानुपर्छ ल फुपू, अर्ग्यानिक चिजहरू खानुपर्छ यता सम्झिँदा। हेलो, अर्ग्यानिक चिज हुँदैछ त्यो चाहिँ ढेँडो सिस्नु अनि के यो सब यो अमृतले बनाएको आज स्पेसल डिस। मैले चाहिँ मात्रै बनाएको है यो। सरी एकदम सरी। यता बुढाबुढीहरू फुपूकोमा छ माइली फुपूकोमा।